आज म यहाँहरूलाई एउटा व्यङ्ग्य कविता सुनाउँदैछु। यसको नाम हो म त भन्दै भन्दिन। बुद्धि भने कुहिएको, बुद्धि भने कुहिएको, कुरा भने तुहिएको, सकारात्मक सोच कहिले नभएको। म त्यस्तो महात्माको कहिले बुद्धि फिरोस् भनेर भन्दै भन्दिन। बाहिर भने शाकाहारीको ढोङ गर्ने, भित्र भित्र जाँड मासु मस्तसँग घिच्ने, त्यस्ता लम्फु फटाहरू कहिले शाकाहारी बन्नु म त भन्दै भन्दिन। नेपालीलाई विदेशी बनाउने, देशका युवा पलायन गराउने, अनि आफू एकलौटी ढलिमली शासन गर्ने, त्यस्ता राहु केतुहरूलाई चाँडोभन्दा चाँडो दिन दशा नलागोस् म त भन्दै भन्दिन। दिनभरि कुरा काटी बस्ने, वरको सिन्को पर नसार्ने, त्यस्ता गफाडी छिमेकीहरूको बोली पिच्छे मुख नबाङ्गियोस् म त भन्दै भन्दिन। बाह्रैमास एसीमा बसी गफ चुट्ने, बाह्रैमास एसीमा बसी गफ चुट्ने, सेवाग्राहीको कामप्रति व्यवस्था देखाउने, कामको बदला घुस दिनुपर्ने बाध्यता बनाउने, त्यस्ता कर्मचारीको मुख बाङ्गियोस् र हातमा स्याउ स्याउ किरा नपरोस् म त भन्दै भन्दिन। त्यस्ता कर्मचारीको मुख बाङ्गियोस् र हातमा स्याउ स्याउ किरा नपरोस् म त भन्दै भन्दिन। हर्क साम्पाङको कामलाई फेक हो भन्ने, हर्क साम्पाङको कामलाई फ्रड हो भन्ने, उनलाई बहुला पागलसम्म भन्न भ्याउने, त्यस्ता नर पशुहरू र तिनका आसेपासे बहुला नबनुन् म त भन्दै भन्दिन। त्यस्ता नर पशु र तिनका सारा सन्तान बहुला नबनुन् म त भन्दै भन्दिन। धन्यवाद।